नमस्ते। आज चाहिँ शनिबारको दिन रहेको छ। म चाहिँ आफ्नो गार्डनमा फुलेको फुल देखाउन गइरहेको छु। यो चाहिँ रुखमा मजाले मलहरू लगाएर चाहिँ बाँधेर यसरी रोप्नु भएको छ बुवाले। यो अर्किड चाहिँ ओभर राम्रो छ, पिङ्क कलरको फुल छ, पत्ता पनि छैन। हेर्नुहोस् त कस्तो मजाले कोपिला लागिरहेको छ। अनि यसलाई चाहिँ मैले गमलामा पनि रोपेर कस्तो हुन्छ होला, फुल्छ कि फुल्दैन होला भनेर ट्राई गरेको। हेर्नुहोस् त गमलामा पनि यसरी मजाले फुल्दो रहेछ यो फुल। यसको चाहिँ पत्ता पनि हुँदैन, यस्तो मजाले फुल्छ। तपाईहरु देख्न सक्नुहुन्छ, मजाले फुलिरहेको छ। मैले चाहिँ यसमा चाहिँ गाईको मल लगाएर रोपेको फुल हो। अनि यो फुलहरुलाई चाहिँ सबै गार्डनमा राखेको थियो नि त अस्ति नै चाहिँ। पानी रेगुलर परेर चाहिँ पानीले सबै मर्ला जस्तै भयो। अनि त्यही भएर मैले सबै फुलहरुलाई चाहिँ घरभित्रै लुकाएर राखेको छु। यस्तो फुल्छ, हेर्नु होला।